Okay, we are finally at Suraksan station. मसँग भाइहरू छ, पारस भाइ, अर्को पनि पारस भाइ, एकजना राई, एकजना मगर। अब तपाईँहरू छुट्याउनु को राई को मगर। अनि एक्जिट 1 बाट हामी यहाँ सुरक्षण स्टेसनबाट चाहिँ हामी 1 नम्बर एक्जिटबाट बाहिर निस्केछौँ। पारस भाइले कार हाल्नु बोल्दै छ कति जान्छ। म चाहिँ नानीहरूको कलाइ किम्ती होला। कार हराइयो हैन? सुरक्षामा आउँदाखेरि चाहिँ 1 नम्बर एक्जिटबाट छिर्नु होला है त। एक्जिटसम्म 1 बाट बाहिर निस्किँदा यस्तो देखिन्छ है, सिलिक्क घाम लागेको छ। मैले चाहिँ दुर्भाग्यवश मैले एकछिन लोकेसन हेरौँ ल। क्लाइमेट कार्ड हराएँ अनि अहिले हामी चाहिँ यहाँ भर्खर निस्किरहेको छौँ सुरक्षण। अरू त के भन्नु, अब हामी यसो एकछिन ब्रेकफास्ट गरेर फेरि हामी आफ्नो ट्र्याकमा लाग्ने हो फेरि। ल हामी चाहिँ अहिले ठ्याक्कै यहाँ पछाडि 3 जनाको टोली थियौँ सुरुमा। अब हामीसँग फेरि अगाडि 2 जना साथीहरू हुनुहुन्छ। एकजना हाम्रो साथी हो, हेलो। ल एकजना हाम्रो पुष्प सर, उता विशाल भाइ, जम्मा हामी अहिले 5 जना भयौँ है त। सुरक्षण हामी यहाँबाट चाहिँ अब फेरि यतापट्टि लाग्यौँ। त्यहाँदेखि चाहिँ म म्याप हेर्दै थिएँ, यहाँ म्यापमा देखाइरहेको छ, देखायो अनुसार हामी जाँदैछौँ। ओके, हामी लगभग 2.5 किलोमिटर जति माथि आयौँ। मलाई चाहिँ अलिक धेरै पसिना आउँछ है, यस्तो देखिरहेछ। पछाडि भाइहरू आउँदैछ, अगाडि विशाल भाइ जाँदैछ। यस्तो छ, गर्मी छ। तर यहाँनिर एउटा मेन कुरा चाहिँ कस्तो भन्दाखेरि गर्मी भयो भने रुखहरूले एकदम शीतल चाहिँ बनाउँदो रहेछ। है, छारी राम्रो दिइरहेछ। गर्मीमै घाम लागे पनि जोस् डाइरेक्ट नभेट्दो रहेछ। पोरि आएर मेरो चाहिँ फर्स्ट ट्रेक हो आज। विशाल भाइको कतिचोटि भयो? मेरो पनि यो पहाड चाहिँ फर्स्ट ट्रेकिङ हो, तर एकदम इन्जोय भइरहेछ, राम्रो लागिरहेछ। हामी सबैको, पारस भाइको मात्रै होइन होला, अरू हामी सबैको फर्स्ट ट्रेलै होला यो ट्रेक होइन? पारस भाइ त कहाँ गयो ट्रेकिङमा? बुकानसान अस्ति होइन, त्योभन्दा 1 महिना कति 2 हप्ता अगाडि गएको। भाइ चाहिँ हिँडिरहन्छ। धन्यवाद मेरो दाइ। ल अब म देखाउँदै गर्छु है। दाइ पनि लिनुहोस्, कुक क्यामेराम्यान दाइ। एक ठाउँ यहाँ एकछिन बसौँ न त है। बस्दा हुन्छ। अनि त यो जोडेर जानुपर्छ क्या, स्पिकर जोड। ल काम बढी ढिलो हुन्छ। मेरो त हिँडाइ हुन्छ नि डेली होइन, काम सकेर यसो त्यो साइडबाट के कामको हिँडाइ होइन। हाम्रो 7 बजी सिद्धिन्छ, 8 बजीतिर 1 घन्टा जति हिँड्यो त्यो एक्सर्साइज गर्ने ठाउँतिर। उहाँ घाँसन डिजिटलसँग पुगिसक्यो, खोलाकै छेउ अनि फेरि फर्केर आयो। ल अब हाम्रो डेस्टिनेसन राम्रो चाहिँ धेरै छैन, हामी लगभग आधी बाटो आइसक्यौँ है त। अनि गर्मी भएर मैले चाहिँ भेस्ट खोलेँ। गल्यो एकदम पसिना। अब हाम्रो लगभग आधी घन्टा जति बाँकी छ। मन पर्यो मलाई, पसिना छुट्यायो है। फिल मन पर्यो। आजको मौसम एकदम दामी छ। घाम लागे पनि यहाँ रुखहरूले चाहिँ हामीलाई शीतल दिइरहेछ। हामी चाहिँ माथि आएर अहिले बसिरहेको छौँ, चट्टानमा बसिरहेको छ। चट्टान ढुङ्गा पनि दामीसँग चाहिँ ढल्किरहेको छौँ, भाइहरू रेस्ट गरिरहेछौँ, हल्का गलेको जस्तो भइरहेछ। अनि हाम्रो यता सर हुन्छ अलिक धेरै गर्मी चाहिँ बसिरहनु पर्छ, सम्झिँदै बस्दै हुनुहुन्छ। बेकार आएछु भन्ने फिल भइरह होला, तर भरै सम्झिँदा रमाइलो हुन्छ सरलाई पनि। दाइ त्यो भिडियो गरिराख्नु त होइन,
पानी आएको छैन पारस भने के साह्रो गोरु देखेको गोरु देखिरहेको छ त खुनै छैन जस्तो देखिरहेको छ पिठो जस्तो पानी कहाँ भयो यहाँ छ त हौ पानी पनि यहीँ छ ए खाने हौ एउटा फोडिरहेको थिएँ मैले यहाँ छ फोडेको खानु नफोडेको यहाँ फोडेको खानु नि मैले उकालो त डेन्जर छ त यार बा यस्तो माथि छ नि सिधा नि नाक ठोक्किने उकालो जाउँ जानुपर्छ बिस्तारै होइन पुष्प सर कहाँ हान मान्ने मान्छे हो त हौ अब हामी यहाँ डाँडाबाट चाहिँ हाम्रो लोकेसन एकदम यस्तो छ माथि सिधै चढ्नु मन छ यहाँ डोरी छ क्या डोरी यहाँ हेर्नु त यहाँ डोरी छ त्यो डोरीबाट हामी चाहिँ चढेर माथि जानुपर्ने माथि गएर यसो 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 हुँदै जाँदा माथि पुग्नुपर्ने अनि यहाँदेखि यतापट्टिको अर्कोपट्टि ढुङ्गा पनि छ पर भयो भने यता पनि पुग्ने भनेर चाहिँ हाम्रो प्लानिङ हो होइन अब के हुन्छ हेरौँ अब हामी यहाँबाट चाहिँ डोरी चढेर एकछिन माथि जान्छौँ त्यहाँबाट त हिँड्ने ठाउँ आइहाल्छ यहाँ पनि डोरी नै रहेछ है ल चढ न गर्दैछु उता फर्काएर गरिदिनु न उता अब स्पाइडरम्यान जस्तो हुनुपर्ने अवस्था आएको छ ल गरिदिनु ल धेरै धेरै गाह्रो रहेछ है कम्प्लिकेटेड छ फेरि एकदम उता फर्काएर गरिदिनु उता फर्काएर गाह्रो छ है ल आर्मी भाइ ल पास ल पास 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 ल अब कसको पालो पारस भाइ ल खुट्टा काम ल चढो ल पास 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 ल पास ल पारस भाइ फेरि ल ल पास 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 ल पास ल गर्ने ल मोबाइल त कसरी पक्रिन्छ भरे अनेक है खोइ त पास भनेको पास खोइ फेल 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 अब हामी हिँड्दै जाँदा यस्तो आउँछ होइन यस्तो चढ्दैछौँ हामी यहाँ पुगेपछि चाहिँ ल हेरौँ त ल ल कडा ल पास ओइ 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 ल पास ल ल पास पुष्प सर ल पुष्प सर म उताबाट चढ्छु यहाँ त झन् डेन्जर रहेछ त यार अब हाम्रो अब यो भन्छ फाइनल स्टेज जस्तै होला यार यस्तो छ यार फर्स्टमा चाहिँ दुईटा रहेछ होइन एकदम हार्डबाटै जाने हो यस्तो लेभलहरू यताबाट सजिलो हो कि क्या हो दुईतिर छ नि त यतादेखि हान्ने हो होइन यताबाट चाहिँ अलिक गाह्रो जस्तो लाग्यो होइन त ल दाइ ल म हिँडेँ त सँगै जाउँ न क्यामेराम्यान पनि ल ल हिँड्दा गर न म खिच्दै पारस आउँछु ल म लगेँ है त ल ओके म झरीको होइन बचाउने क्या म चाहिँ यताबाट भिडियो खिच्दै आउँछु ल ल ल ठिक छ लेट्स गो गाइस एकदम कम्प्लिकेटेड छ एकदम उस्तै छ यार बाटो त चिप्लिन्छ है बिस्तारै है यस्तोमा टिक्ने है त हो त्यस्तोमा टेक्दै ल कस्तो बल छ त आमामा यो त कसम भनेको ल एडभेन्चर पनि बबालै भयो चिप्लिन्छ है अलि विचार गरौँ है दुईटामा छोप्नु त डेन्जर रहेछ यार यो त अनि तातिँदैन है गाइस कसम एउटा गयो भने चाहिँ अर्को ढल्छ तर थामुमै हात चाहिँ तर थामुमै हात चाहिँ सबना जस्तो लागिरहेको जोड लगाके ऐसा भाइहरू चाहिँ अलिक सजिलो बाटो जाँदैछ म चाहिँ गाह्रो बाटो जाँदैछु है यो सक्दैन भने फर्किँदा हुन्छ एकदम गाह्रो छ है म चाहिँ अलिक फिटै छु हामी गाह्रो बाटो चुन्ने हो क्या पिक्लिन्छ भने अलिक गाह्रो छ है लुक एट दिस भ्यू वाट इज दिस प्लेस भन्ने थियो नि एउटा कस्तो बवाला यार ल पारस भाइ
यहाँ पनि भिडियो कस्तो दामी आएको छ सुरक्षा जाँदैछौँ हामी सुरक्षा यस्तो रहेछ माथि पुग्दा चाहिँ ल कहाँदेखि जाने जतैबाट गए पनि एकै ठाउँ पुग्ने हो यस्तो छ ढुङ्गा डेन्जर यो अलिकति फुस्क्यो भने त गयो त नि गाइजहरू हामी चाहिँ माथि पुग्न लागेको थियौँ है माथि पुग्ने बेलामा चाहिँ अब पानी हल्का छिट्याउनु थाल्यो है त्यहाँदेखि हामी पुग्नै लाग्यौँ ल सुरक्षा माउन्टेनमा अब यहाँ अर्को ठाउँ चाहिँ भनेको सुरक्षा स्टेसन पनि रहेछ यहाँदेखि चाहिँ स्टेसन जाने बाटो रहेछ 4.3 किलोमिटर सुरक्षा यहाँ 3 किलोमिटर अनि यो चाहिँ माउन्टेन जाने अब 22 यो चाहिँ 220 मिटर मात्रै छ नजिकै छ पारस भाइ पनि थाक्यो म पनि थाकेँ तर पसिना हेरौँ न गुच्चीमा पसिना तर जे होस् रमाइलो भइरहेछ एकदम रमाइलो हामी माथि पुग्छौँ होइन त हामी एकदम पुग्ने हो हामी डेस्टिनेसनसम्म पानी नै आए पनि आकाश बादल जे पनि एक भए पनि हामी त्यहाँ पुग्ने हो ल हामी हिँड्नेमा त ल अब चाहिँ धेरै टाढो छैन नजिकै छ है त ल फाइनली हामी त आइपुग्यौँ नि त साथीहरू कोरियनको सुरक्षा माउन्टेनको टप अफ सुरक्षा माउन्टेन माथि फ्ल्याग छ ओके नाइस shot, Paras bhai. We're on the top. कस्तो लाग्यो तिमीलाई यता हेर भन न ठिकै एकदम बाबा पानी पनि लाग्छ विशाल भाइ कस्तो भयो त पारस भाइ सुरुमा त साथीहरू अलिक गाह्रो बाटो हिँड्दै थियो पछि गएर चाहिँ सजिलो बाटो जाउँ न भन्ने कुरा पनि आयो गलेर तर anyway, we made our way through all the obstacles and finally we are at the top of the Surakshan mountain and the journey was very thrilling. Thrilling and it was fantastic, wonderful. ल दामी भयो त आजको ब्लग चाहिँ हामी यहीँ इन्डिङ गर्दैछौँ नेक्स्ट ब्लगमा फेरि हामी आउँदैछौँ त्यसैले लाइक शेयर एन्ड सब्सक्राइब हिज च्यानल थ्याङ्क यू ल यता हेर केटा हो यो चाहिँ अब हामी संरक्षण चढेको अनि होइन अब संरक्षणको डाँडा माथि बसेर टक्कै यही हो भ्यू चाहिँ अनि हामी चाहिँ टक्कै यस्तरी सुटेर बस्यौँ साथीभाइहरू यही हो कि गफ हान्दैछन् है ल टक्क यही हो छोटो मिठो रमाइलो ल है गाइस ल